सभामुख महोदय, सम्माननीय राष्ट्रपतिज्यूले सोमबार यस गरिमामय सदनमा प्रस्तुत गर्नुभएको आगामी आर्थिक वर्ष 83-84 को सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्न उभिएकी छु। नेपालको लोकतान्त्रिक यात्रा अहिले यस्तो मोडमा छ जहाँ नयाँ शक्तिहरू परिवर्तनको प्रतीक बन्ने कि पुरानो गलत संस्कृतिमा विलीन हुने भन्ने प्रश्नले राजनीतिक दिशालाई प्रभावित गरिरहेको छ। अहिलेको संक्रमणकालीन लोकतन्त्रमा संसद केवल कानुन बनाउने थलो मात्र होइन, त्यो पुरानो अभ्यासमा आइसकेको राजनीतिक संस्कार र नयाँ वैचारिक चेतना बीचको उर्वर भूमि हो। सरकारले प्रस्तुत गरेको दस्तावेज सुन्दा कर्णप्रिय छ। डिजिटल रूपान्तरण र पेपरलेस प्रशासनको कुरा स्वागत योग्य छ। ग्रीन हाइड्रोजनको व्यावसायिक उत्पादनको सम्भाव्यता अध्ययन र बिजुली निर्यातसँगै स्वदेशमा औद्योगिक खपत बढाउन डिमान्ड शुल्कमा सहुलियत दिने व्यवस्था कार्यान्वयनमा आउन सके उपलब्धिमूलक हुनेछ। यी र यस्ता राम्रो कार्यक्रमको बावजुद गहिरिएर हेर्दा यो नीति तथा कार्यक्रम लक्ष्यहीन र शब्दको भ्रमजाल मात्र हो कि जस्तो पनि लाग्छ। मुलुकको वर्तमान आर्थिक सङ्कट, बेरोजगारी, आम नागरिकको चरम निराशा हटाउने र कमजोर बनिरहेको निजी क्षेत्रको मनोबल उठाउने कुनै ठोस रोडम्याप नीति तथा कार्यक्रममा देखिएन। वर्तमान 2/3 नजिकको बलियो सरकारसँग आम नागरिकसँगै हामीलाई पनि धेरै अपेक्षा थियो, तर नागरिकमा आशा जगाउने ठोस योजना सरकारसँग देखिएन। सभामुख महोदय, बुदागत रूपमा केही विषय उल्लेख गर्न चाहन्छु। आज दैनिक हजारौं युवा देश छोडेर विदेशी रहेका छन्। वर्तमान सरकार देशभित्र युवालाई रोजगारी सृजना गर्ने नारा दिएर बनेको सरकार हो। सरकारले सिप पासपोर्टको कुरा गरेको छ के सरकारको काम युवालाई विदेश पठाउन सजिलो बनाइदिने मात्र हो? उनीहरूलाई स्वदेशमै रोक्ने, उद्यमशीलतामा जोड्ने र सम्मानजनक रोजगारी सृजना गर्ने कुनै ब्रेक थ्रु योजना नीति तथा कार्यक्रमको प्राथमिकतामा किन परेन? अझ विदेशमा भएका युवालाई स्वदेश फर्काउने प्रतिबद्धता कता हरायो? नीति तथा कार्यक्रममा 10 वर्षमा 30 खर्बको आईटी सेवा तथा वस्तु निर्यात गर्ने र 7% को आर्थिक वृद्धि गर्ने उल्लेख छ। सभामुख महोदय, म सोध्न चाहन्छु, कुन पूर्वाधार र कुन जनशक्तिको आधारमा यो सपना बाँडिँदैछ? राजस्व सङ्कलनले चालु खर्च समेत धान्न नसकेको तीतो यथार्थ हामीसँग छ। यो महत्त्वाकांक्षी योजनाका लागि पुँजीगत खर्च कहाँबाट कसरी जुट्छ? कि सपनाकै खेती गरेर मात्र पुग्ने हो? हरेक वर्ष नीति तथा कार्यक्रममा कृषिमा आधुनिकीकरण र मलको सुनिश्चितताको विषय दोहोरिन्छ। यस वर्षको कार्यक्रममा पनि यो विषय समेटिएको छ। तर किसानले बिउ र मल नपाउने समस्याको दीर्घकालीन समाधान के हो? ल्यान्ड बैंकको कुरा सुन्दा राम्रो सुनिए पनि यसले साना किसानलाई लाभ पुग्छ कि सीमित भूमाफियालाई? सभामुख महोदय, सुशासन र भ्रष्टाचारको विषयमा पनि सरकार प्रष्ट देखिएन। सरकारले शून्य सहनशीलताको रटान लगाउन छोडेको छैन, तर आफ्नै निकटस्थहरूलाई प्रश्नको घेरामा पर्दा सरकार किन मौन छ? के भ्रष्टाचारको छानबिन अनुहार हेरेर हुने हो? यो नीति तथा कार्यक्रमले भ्रष्टाचार नियन्त्रणका लागि कुनै दरो संवैधानिक वा कानुनी प्रतिबद्धता देखाउन सकेको छैन। सरकारले सुशासनको कुरा प्रतिशोध सार्ने हतियार नबनाओस्। लाखौं सहकारी पीडितहरू सडकमा रोइरहेका छन्। सरकारले एकीकृत बचतकर्ता सुरक्षण कोषको नारा त ल्याए, तर मानिसहरूले आफ्नो घाँस काटेर जम्मा गरेको पैसा कहिले फिर्ता पाउँछन्? दोषीहरूलाई कारबाही गर्ने र बचतकर्ताको पैसा फिर्ता गर्ने ठोस समय तालिका यसमा खोइ। यो नीतिले पीडितलाई न्याय होइन, आश्वासन मात्र दिएको छ। सरकारले आश्वासन मात्र पस्किने हो कि भरोसा पनि दिलाउने हो? सभामुख महोदय, यो नीति तथा कार्यक्रमले अपेक्षा गरिए चाहिँ देशको वर्तमान समस्या समाधान गर्दैन। जसरी दिशाहीन जहाजले गन्तव्य भेटाउन सक्दैन, त्यस्तै सरकारको यो दिशाहीन नीति तथा कार्यक्रमले आर्थिक रूपान्तरण सहितको समुन्नत नेपालको जनचाहनालाई सम्बोधन गर्नै सक्दैन। यसमा व्यापक परिमार्जन र सदनमा उठेको प्रश्नलाई समेत मध्यनजर गर्दै सरकार अगाडि बढोस्। साथै सोलुखुम्बु जस्तै अन्य जिल्ला जो प्राकृतिक, धार्मिक तथा हिमाली सौन्दर्यले भरिपूर्ण छन्, त्यस्ता जिल्लालाई दुर्गम भूगोलको आधारमा विकासबाट रोक्न मिल्दैन। तसर्थ राज्यको नजरबाट टाढा परेको क्षेत्रको समस्या समाधानका लागि समय सीमा सहित नीति, बजेट र ठोस कार्ययोजना प्रस्तुत गर्न सरकारसँग माग गर्दछु। अन्त्यमा सभामुख महोदय, आज यो महत्त्वपूर्ण दिनमा सरकारको प्रमुखलाई यहाँ नदेख्दा, मान्य मन्त्रीज्यूहरूलाई यहाँ नदेख्दै गर्दा मलाई खल्लो महसुस भएको छ। हिजोदेखि सदनमा नियमावलीको दुहाई दिँदै प्रधानमन्त्रीको अनुपस्थितिलाई नियम अनुकूल देखाउन खोजियो, तर एउटा कुरा के हो भने नियम कानुन पनि केही काल्पनिकीको आधारमा बनाइएका हुन्छन्। संसदीय व्यवस्था अभ्यासमा प्रधानमन्त्री सधैँ संसदप्रति जवाफदेही र उत्तरदायित्व हुन्छ नै, उसले संसदको उत्तिकै सम्मान गर्छ भन्ने कल्पना गरिएको हुन्छ र संसदीय अभ्यासमा प्रधानमन्त्री स्वयं उभिएर त्यहाँ उठेका प्रश्नको जवाफ दिन्छन्। तर विडम्बना अघिल्लो अधिवेशनमा पनि उहाँले सम्बोधन गर्न आवश्यक ठान्नु भएन र अहिले पनि संसद छल्न खोजेको प्रश्न छ। 30 सेकेन्ड सभामुख महोदय, प्रधानमन्त्रीको अनुपस्थितिमा तोकिएको मन्त्रीले प्रतिनिधित्व गर्ने व्यवस्था आपतकालीन अवस्थामा कानुनी अडचन नआओस् भनेर बनाइएको हो। विधानमा पनि सामान्य अवस्थामा मूल ढोका प्रयोग गर्नुस् भनेर कहीँ कतै लेखिएको हुँदैन, तर आपतकालीन द्वारको बारेमा त्यहाँ सूचना टाँसिएको हुन्छ। आपतकालीन ढोकालाई मूल ढोका बनाउन खोज्नु, जसकाबाट राजनीति घुसाउन खोज्नु हो, नागरिक र संसद प्रतिको अपमान हो। म प्रश्न गर्न चाहन्छु कि हाम्रो प्रधानमन्त्रीज्यूले आफू यस सदनको सदस्य भएको भुल्नु भएको हो? अपवादको सामान्यकरणले, फेरि पनि भन्छु, अपवादको सामान्यकरणले संसदीय अभ्यासलाई थङथिलो बनाउँछ प्रधानमन्त्रीज्यू। धन्यवाद। जय नेपाल।